Hello everyone, welcome to Garima's World. अहिले चाहिँ हामी टनल भित्र अन्डरपासबाट गइरहेको छौँ अनि यो चाहिँ 7.2 किलोमिटर लङ रहेछ. So this tunnel is the largest in Asia? Or second longest? Second longest, yeah. Second. First in Japan. First in Japan. So this is already Qingdao? Or national, yeah. कति ठुलो रहेछ Qingdao. सबै त्यो बाहिर देशै हुन्छ ठुलै हुन्छ एरिया छ नि त ठुलो देश छ एयरपोर्टै 1 घण्टा लाग्छ भने place where we came 2 days ago. German building still. Qingdao. Old downtown. मलाई त ओल्ड डाउनटाउन नै मन पर्यो. This underwater world is the earliest sea animal world in Asia. In Asia? Yeah. Oh. Earliest is very old. सो अहिले चाहिँ हामी अन्डर वाटर वर्ल्डको टिकट अफिसतिर जाँदैछौँ. This is the ticket office. यो अन्डर वाटर. So on our way to underwater park यहाँ चाहिँ स्टेयर्सहरू छ. यो अन्डर वाटर वर्ल्डको एउटा इन्ट्रेस्टिङ फ्याक्ट भनेको चाहिँ यो चाहिँ एसियाको फर्स्ट अन्डर वाटर एक्वेरियम रहेछ जुन चाहिँ 1930बाट बनाउन इनिसिएट गरेर 1932मा चाहिँ पब्लिकहरूको लागि ओपन गरिएको रहेछ. हामीले दुईजनाको 198 चाइनिज करेन्सी पे गर्यौँ. सो अब हामी फाइनली भित्र छिर्दैछौँ. भित्र टनलबाट आएपछि पनि कति धेरै हिँड्नुपर्ने रहेछ. सो वी आर इन्टरिङ. म चाहिँ अन्डर वाटर वर्ल्ड अरू कन्ट्रिजहरूमा गए पनि यहाँको अन्डर वाटर म्युजियम चाहिँ मेरो लागि नयाँ थियो. यहाँ चाहिँ भरको सबै एनिमल्सहरू वाटरमा पाइने एनिमल्सहरू चाहिँ म्युजियममा राखिएको थियो अनि सबै कुरा मलाई एकदमै युनिक लागिरहेको थियो. यो चाहिँ सार्क र व्हेलहरू थियो अनि त्यसपछि पेन्गुइनहरू पनि थियो अनि ठुलो ठुलो सिलहरू अनि सानो एकदमै सानो वाटर एनिमल्सदेखि एकदमै ठुलो ह्युज वाटर एनिमल्ससम्म अनि इन्सेक्ट्सहरू सबै कुराहरू थियो. मैले चाहिँ बुकमा मात्रै देखेको थिएँ त्यो कुरा अनि यहाँ आएर चाहिँ म्युजियममा देख्न पाएँ. यो चाहिँ व्हेल रहेछ. व्हेल चाहिँ रियल लाइफमा कति ठुलो हुँदो रहेछ मैले चाहिँ इमेजिन पनि गरेको थिइनँ. अब हामी तल ओर्लिँदैछौँ. सो अर्को सेक्सन हेर्न जाँदैछौँ. यो अन्डर वाटर वर्ल्ड चाहिँ अरूभन्दा किन युनिक छ भन्दा यसमा चाहिँ येल्लो सीबाट डिरेक्टली पानी ल्याएर चाहिँ यो एक्वेरियम बनाइएको हो. यो एक्वेरियम चाहिँ यो अन्डर वाटर वर्ल्ड चाहिँ डिरेक्ट येल्लो सीसँग कनेक्टेड छ. 第一个甲板梦幻百万的肌肉表粉7千多高代表铸件的百年100年高出现的一个建筑100年咱们现在的海底世界实验来玩了大家没有花多少钱现在的先回港大馆第一个甲板梦幻神光里面有提醒您到离船舱请您在确认联系出口 एकछिनमा एउटा वाटर सो रहेछ. सो सबैजना हेर्नलाई वेट गरिराख्नु भएको छ. अब एकछिनमा मर्मेड वाटर सो सुरु हुँदैछ. 波光粼粼的海水紧紧围绕在美人鱼的周围，她那柔美的身姿、修长的手臂，是如此的这个童话般的水下世界。美人鱼姐妹们高兴地欢呼着，相互追逐着。
与了英俊的王子生活在一起，成长的快乐与喜悦，美的美化的视觉感受。此时，海底和人间，鱼类和人类，童话和现实是如此和谐的融为了一体。瞧，小海伦也忍不住欢乐的心情，与王子在水乡花园里四处游玩。慈祥的海龟。यो सो हेरिसकेपछि हामी अरू वाटर एनिमल्स हेर्नतिर लाग्यो। यो चाहिँ ब्युटिफुल टर्टल। यो सबै हेरिसकेपछि हामी चाहिँ एक्जिट डोरतिर जाँदा चाहिँ यहाँ चाहिँ कस्तो प्रिटी सोभिनियर सप रहेछ। यहाँ चाहिँ यसरी भेन्डिङ मेसिनबाट चाहिँ सोभिनियरहरू किन्न मिल्छ। यहाँ मेडल जस्तो कुरा रहेछ, स्क्यान गर्ने अनि मेडल झर्छ। फाइनली हामी त्यहाँबाट निस्कियौँ र हामीलाई एकदमै भोक लागिरहेको हुनाले त्यहाँबाट एउटा नजिकैको मलमा गएर चाहिँ हामी फुडहरू खोज्न थाल्यौँ। केही बेर मलमा एक्सप्लोर गरिसकेपछि हामीले चाहिँ त्यहाँ नजिकै पिज्जा हट भेट्यौँ र त्यहाँ गएर बर्गर, फ्राइड राइस र पिज्जा खायौँ। अहिले चाहिँ हामी अब खाजा खाएर चाहिँ होटल फर्किँदैछौँ। बाटोमा वायुपङ्खी घोडाको स्ट्याचु पनि देखियो गाइस। अब चाहिँ हामी आजको सबै भिजिटहरू सकाएर होटल फर्किँदैछौँ अनि यति बेला साँझको 4 बज्न लाग्यो। होटल पुग्दासम्म 5 बज्छ होला। सो वी आर भेरी टायर्ड। अनि त्यसपछि चाहिँ हामी फेरि वकमा, इभिनिङ वकमा निस्किन्छौँ डिनरको लागि। लेट्स गो। सो फाइनली हामी होटल पुगेर एकछिन रेस्ट गरेर चेन्ज गरेर फेरि बाहिर निस्किँदैछौँ। सो आज हामी वाटर पार्क र अन्डर वाटर वर्ल्ड घुमेर आएर अहिले चाहिँ इभिनिङ वक गर्दैछौँ। चिन्डाओ चाहिँ बियरको लागि एकदम पपुलर छ। अहिले चाहिँ हामी एउटा बियर लिक्विड सपमा आएको छौँ। सो यहाँ के कुराहरू, चकलेट, आइसक्रिमहरू पनि छ। त्यसपछि हामी डिनरको लागि फुड प्याक गरेर रुममा फर्कियौँ।